guys, finally riding Ducati! Finally gonna meet you! Woohoo! सो गाइज यही चाहिँ हो हाम्रो गाडी Mazda CX-50 क्विकली देखाइदिन्छु है। सो यस्तो छ गाडी, यो चाहिँ एसयुभी हो। अब नेपालमा चाहिँ करिब 2.5 करोड जति पर्ला, सबैको ऱ्याप4 जतिको प्राइस पर्छ। सो भाइको चाहिँ पुरै म्याचिङ छ हो कलर गाडी र उसको। सो गाइज खुसीको दिन मैले भर्खरै डुकाटी सोरुममा फोन गरेको थिएँ अनि उनीहरूले चाहिँ मलाई टेस्ट राइड दिन्छु भनेको छ। सो खुसीको दिन आज चाहिँ डुकाटी कुदाइन्छ गाइज अमेरिकामा है त। सो लेट्स गो, म त भेरी एक्साइटेड। आयो है साथी हो, टनेल। सो गाइज अब चाहिँ हामी निस्क्यौँ है। अब चाहिँ हामी न्यू जर्सीबाट चाहिँ अब हामी जाँदैछौँ तपाईँको चाहिँ फिलाडेल्फिया। अनि फिलाडेल्फियामा चाहिँ डुकाटी सोरुम छ, क्वाकर मोटर स्पोर्ट्स भन्ने होइन। अनि त्यहाँ चाहिँ मैले मेरो डुकाटी पानीगले V2 को चाहिँ टेस्ट राइड मैले भनिरहेको छु फोनमा। अनि अब चाहिँ गएर टेस्ट राइड गरौँ होइन। एउटा युज भेटाएको छु, अब झट्टै लिन त मेरो प्लान छैन, किनभने जाडो पनि छ, जाडोमा बाइक कुदाएर के काम होइन। अनि पहिला चाहिँ अब गाडी पनि छैन। अब तपाईँको के भन्ने, अब पहिला चाहिँ गाडी लिनुपर्छ गाइज होइन। अमेरिकामा चाहिँ गाडी भएन भने चाहिँ अब अपाङ्ग भयो जस्तै नै हो कि गाइज। अब अहिले मैले लाइक कहिले काहीँ घुम्नु पर्दाखेरि यसरी गाडी यसरी कहिले काहीँ चाहिँ म घुम्नु पर्दाखेरि चाहिँ मैले होइन गाडी रेन्टमा लिनु परेछ। यसरी चाहिँ अलिकति महँगो पर्छ मलाई है। अनि सधैँ यसरी गाडी रेन्टमा लिएर चाहिँ हुँदैन। अहिले चाहिँ मेरो अब लाइक काम 6 दिन हुन्छ होइन। अनि बिजी भएको कारणले चाहिँ अब गाडी लियो भने गाडीको इन्सुरेन्सहरू महँगो पर्छ। अनि अब म अहिले 24 वर्ष मात्रै छु होइन। मेरो अब कागजमा हेर्ने हो भने म 24 वर्ष हो। अब म केही महिनामा चाहिँ मेरो 25 वर्ष लाग्छ। अनि 25 वर्ष भएपछि तपाईँको गाडीको इन्सुरेन्सहरू कम्पेरिटिभली लेस हुन्छ होइन। अनि त्यही भएको कारणले चाहिँ यहाँ तपाईँको महिनामा इन्सुरेन्स तिर्नुपर्छ गाइज। नेपालमा तपाईँको वर्षमा 25-30 हजार कति हुन्छ गाडीको होइन। यहाँ चाहिँ तपाईँको महिनामै तपाईँको $100, $200, $300 अब गाडी नयाँ छ भने त्यही अनुसारले महँगो पर्छ होइन। त्यो अनुसारले चाहिँ हुन्छ गाइज। त्यही भएर चाहिँ मैले गाडी नलिएको। अनि अलिकति अब सबै कुरा मिलाउनै पर्यो होइन, घर व्यवहार मिलाउनु पर्यो, यताउति अब आफ्नो सेभिङहरू यहाँ खर्चहरू नपत्याउँदो हुन्छ। अनि भर्खर आएको मान्छेलाई चाहिँ आइडिया हुँदैन कि कसरी पैसा जोगाउने, के गर्ने, कसो गर्ने आइडिया नभएको कारणले पनि मेरो अलिकति पैसा खर्च हुन्छ। अनि बाइक अब लिएर मात्रै लिन त मैले भर्खरै पनि लिन सक्छु, तर त्यसलाई पाल्नु पर्यो। इनकेस ल केही भइहाल्यो, बाइकमा समस्या आइहाल्यो, यताउति आइहाल्यो भने पनि अब आफूसँग त ब्याकअप त हुनु पर्यो नि त। बाइक लिएर मात्रै भएन नेपालमा जस्तो। नेपालमा त अब ड्याडी मम्मीले बाइक किन्ने पनि अब चलाउने होइन, केही भयो ड्याडी मम्मी भन्न मिल्छ। यहाँ त छैन हेर्नु होइन। यहाँ फेरि लास्टै महँगो छ गाइज होइन। पैसा गयो भने यति जान्छ कि अब तपाईँको कुरै नगरौँ। इभन मेरो घर बाइक टायर पङ्चर भयो भने मैले मेकानिक बोलाएर मैले टायर रिपेयर गर्नु पऱ्यो भने पनि लाइक मेरो नेपालले 40-50 हजारभन्दा बढी खर्च हुन्छ होइन। जबकि अब नेपालमा त तपाईँको अब उतिखेर आइदिन्छ नि त, 200-400 रुपियाँमा कुरा भइहाल्छ होइन। अनि यहाँ चाहिँ तपाईँको बाइक धेरैले चलाउँदैन, त्यही भएर बाइकको डिलरसिपहरू पनि थोरै ठाउँमा छ होइन। तपाईँको चाहिँ अनि मेकानिकहरू पनि थोरै छन् होइन। त्यही भएर चाहिँ अब यदि लङ ट्राभल गरेर बाइक बिग्रिहाल्यो भने मेकानिकहरू लङ ट्राभल गरेर आउनुपर्ने हुन्छ। त्यही भएर अलिकति महँगो नै पर्छ। अनि यस्ता कुराहरूले गर्दाखेरि चाहिँ अब बाइक किन्न अलिकति गाह्रो छ। बट मेरो प्यासन भनेको बाइक नै हो। मैले बाइकलाई छोड्न सक्दिनँ। बरु गाडी झुत्रे झ्याम्रे लिउँला होइन, तर बाइक चाहिँ एउटा लिउँ अनि एउटा प्यासन पुरा गरौँ भन्ने कुरा हो। सो त्यही नै छ गाइज। अब सायद 59 मिनट देखाएको छ यहाँ स्क्रिनमा। त्यति बेरमा चाहिँ अब हामी पुग्छौँ। अनि पुगेर चाहिँ अब अरू कुराकानी गरौँला है त। काट्यो टोल काट्यो। ओए निकालेर राखेर हिजो डुकाटी। अलराइट गाइज, यस्तो छ मेरो लुक्स होइन। सो आई हेभ टु बी कन्फिडेन्ट। अब डुकाटी चलाउन गइरहेको छु होइन।
सो अब चाहिँ पुरै अब होइन धेरै भयो नचलाएको अनि माइन्ड मेमोरी रिकल गर्दैछु होइन भगवान्लाई प्रार्थना गर्दैछु मलाई स्ट्रेन्थ दिनु भनेर होइन सो अनि आई हेभ टु अनि वेल ड्रेस्ड देखिनु पर्यो अनि के छ भन्दाखेरि नेपालमा त मजाले नेपाली यहाँ बोल्यो हुन्थ्यो नि त यहाँ त इङ्ग्लिसमा बोल्नुपर्छ अनि यहाँ के छ भन्दाखेरि बोल्नुभन्दा अगाडि दिमागमा सोच्नुपर्छ कि अब कसरी कुरा गर्ने केही गर्ने अनि यत्रो डुकाटी तपाईँको 1000 सीसीको बाइक चलाउन गइरहेको छु होइन सो आई हेभ टु टक कन्फिडेन्टली उनीहरूसँग उनीहरूलाई पनि कन्फिडेन्स हुनु पऱ्यो कि यो मान्छेलाई बाइक चलाउन आउँछ एन्ड हि इज अ पोटेन्सियल बायर सो यप अब चाहिँ माइन्ड मेकअप गरेँ लामो सासले अनि नेपालमा पनि यस्तै गर्थेँ मैले अब फेरि अमेरिकामा पनि यस्तै गर्छु सो गाइस लेट्स गो के छ केटा ल गाइस अब कन्ट्र्याक्ट साइन गरौँ है त गाइस कन्ट्र्याक्ट साइन गरौँ ओके ओके थ्याङ्क यू Oh my god, guys! So guys, running to Ducati, pani gale. So guys, अब स्पीड लिमिट छ यहाँ 35 को सो गाइज मजा आइरहेछ है टायरै चिप्लो जस्तो भइरहेछ जाडो छ टायर चाते छैन होइन यसको त्यो बिस्तारै बिस्तारै यो फिल लिनको लागि मात्रै चलाओ होइन पर्फर्मेन्स चेक गर्ने लेभलमा छैन म यो बाइकको द बाइक इज मोर क्वालिफाइड देन द राइडर गाइज चिरिङ्गे बनाउँछ चिरिङ्गे Oh guys, firefighter truck. Oh my god. So guys, म चाहिँ टेस्ट राइड गर्दैछु दुकाटी पानी गले V2 है आम्बो हेर्न सक्नुहुन्छ इट्स लाइक अ ड्रिम कम ट्रु गाइस है इट्स लाइक अ ड्रिम कम ट्रु सो नेपालमा चाहिँ देशी डुकाटी भनेर चाहिँ मैले RR रिटर्न चलाउँथेँ तर आज फाइनली म चाहिँ रियल डुकाटी चलाउन गइरहेको छु होइन अनि रियल डुकाटी चलाइरहेको छु भनौँ अनि एकदम खुसी लागेको छ गाइस इट्स अ ड्रिम कम ट्रु है एकदम खुसी लागिरहेको छ होइन अब डुकाटी भन्दै डुकाटी जस्तो लगाएर RR किनेको अहिले चाहिँ ओरिजिनल डुकाटी चलाउन पाइरहेको छु है सो जाडो भएर हात यति कामेको छ अनि चलाउन नसकेर एकछिन रोकेको सो ब्रेम्बो क्यालिपर्स पानी गले V2 ओ माई गॉड रन्का बुदे रन्का सो गाइस finally riding Ducati पानी गले V2 यति कुदाउन त मन छ गाइज बाइक पनि छ बाटो पनि यस्तो छ ट्विस्टिज बट यो जाडोले गर्दा चाहिँ मिलेको चाहिँ छैन गाइज यस्तो जाडो भएको छ सो राइट बाइक राइट पर्सन जस्ट द रङ वेदर सो सर्ट राइड गर्न ट्र्याक राइड गर्न त एकदमै मजा लाग्यो यो बाइक मलाई बट लङ डिस्टेन्स टुरिङमा चाहिँ अलिकति झ्याउ हुँदो रहेछ सो
Okay. All right, guys. Let's go more. Let's go. हात बनाऊँ न. So guys, त्यही हो 959 cc लगभग 1000 cc हो हैन. 150-60 हर्स पावरको पावर भएको छ. सिंगल साइडेड स्विङ आर्म हैन. डुकाटी हो. अरु के भन्नु पर्छ र डुकाटीलाई. So let's go. ढिलो भइसक्यो. अब अर्काको बाइक सधैँ चलाउन भएन हैन. So quickly towards the guys, up and down. So clutch लिनु परेन. लच्छु जाडो. सबैले हेर्छन् हो, हेर्छ. Hello guys, back to the showroom. Oh my god. So यतातिर चाहिँ हिमालयनहरु पनि छ है. मलाई चाहिँ जाडो भयो भनेर कफी बनाना भनेर कफी बनाउन पठाएको के शोरूमको लागि हैन. So यस्तो छ. Oh good. So यहाँ चाहिँ Suzuki's Super Sport, यो चाहिँ पुरै डुकाटीहरुको लाइन हैन. यो हो के गाइस, रियल प्याराडाइज, रियल हेभन. यप. सो फाइनेन्सहरुको बारेमा बुझिरहेको छु हैन, के कसो छ, कसरी छ प्रोसिजर, अनि मेरो स्टेटमा मुभ गर्न के कसो प्रोसेस छ भनेर बुझे सरल र अब हेरौँ कहिले किनिन्छ है. सो त्यो भन्दा अगाडि चाहिँ म BMW तपाईको S1000R हैन, यो चाहिँ नेकेड भर्जन वाला हो. 1800. यो पनि जस मलाई बजेट फ्रेन्डली नै लाग्यो हैन, मेरो बजेटको हिसाबले. 12899 2020. Daily driver, and then the other one. Okay. So guys, Ducati चलायो. Ducati चलाएर आएर फेरि अब चिउरा. त्यसले यो तना भित्र तना. गाइस अब हामीले चिउरा र चना खान लागेको छौँ है. यस्तो भोक लाग्यो हैन. रोकेर अहिले पहिला खाम भन्दाखेरि चाहिँ भोक लागेको थिएन. अहिले चाहिँ डुकाटी चलाएर जाडो भएपछि झन् भोक लाग्यो. ओके गाइज, आजको भिडियो चाहिँ अब एन्ड गरौँ होला. सो आई वाज स्पिचलेस हैन. यो एकदमै मेरो लागि ठुलो कुरा थियो. डुकाटी V2 पानीगले वान अफ माई ड्रिम बाइक हैन. अब हामी जस्तो मिडल क्लास केटाको लागि डुकाटी V2 पनि अब तपाईँको ठुलो कुरा हो हैन. नेपालमा हो मैले ठुलो बाइकहरू पनि चलाएको थिएँ, बट अब आज अमेरिकाकै बाटोमा डुकाटी चलाउन पाइयो हैन. फर्स्ट टाइम तपाईँको 2025मा मैले दुईचोटि बाइक चलाएँ. एकचोटि तपाईँको जुन अघिको भिडियोमा तपाईँको सुजुकी 250 चलाएँ हैन, अनि आज चाहिँ पानीगले V2 चलाएँ हैन. मलाई त के थियो भन्दाखेरि यो 2025मा बाइक नकिने पनि
लाइसेन्स निकालेर बसौँ भन्ने थियो तर लाइसेन्स निकालेर पनि के गर्नु टेस्ट राइड गरौँ न त अलिकति फिल लिउँ होइन किनभने अब बाइक किन्नुभन्दा अगाडि अब टेस्ट राइड गर्नु एकदमै इम्पोर्टेन्ट छ सो अब चाहिँ बेला बेलामा मौका मिल्दाखेरि यस्तै टेस्ट राइड गरेर चाहिँ कुन चाहिँ बाइक चाहिँ मेरो लागि सुइटेबल हुन्छ त्यो चाहिँ मैले अब होइन एनालाइसिस गर्दैछु रिसर्च वर्क गर्दैछु कुन म खान्छु गाइड थ्याङ्क्स फर वाचिङ अनि मलाई साथ दिनु होला गाइड अब फेरि कमब्याक हाल्नुपर्छ 100K हाल्नुपर्छ गाइज जिन्दगीमा होइन अब नयाँ बाइकको साथसाथै सिल्भर प्ले बटन पनि छिटै घरमा भित्र आउनुपर्छ गाइज थ्याङ्क यू सी यू इन द नेक्स्ट भिडियो बाई बाई